तपाईँलाई त्यो सानो बेबी एडनाको लागि त्यो सानो छोरी धेरै सङ्घर्षबाट जानु पर्यो, तर तपाईँ प्रभुले सुरक्षा दिनुभयो। दुःख केही भए, पीडा पनि भए, तर तपाईँले सुरक्षा दिइकन एउटा आश्चर्य काम गर्नुभयो। बहिनीलाई सुरक्षा दिनुभयो, आमालाई पनि, अनि यो सानो छोरी एडनालाई। प्रभु हामी धन्यवाद दिन्छौँ यो सानो नानीको लागि, अनि विशेष बहिनीलाई तपाईँले सुस्वस्थ राखिदिनु भयो। धेरै गाह्रो भयो हस्पिटलमा, तर तपाईँले साथ दिनुभयो। अनि उहाँको आफ्नो आफन्तको लागि धन्यवाद, जसले दिनरात बसेर स्याहार्नु भएको छ। उहाँहरूलाई पनि आशिष दिनुहोस्। भाइ एक्लै हुनुहुन्छ, उहाँलाई धेरै गाह्रो भयो निश्चय नै यो परिस्थितिले गर्दा, तर तपाईँले सम्हाल्नु भएको छ उहाँलाई पनि तपाईँको सुरक्षा अनुग्रहमा राख्नुहोस्। आज आमा, परिवार अनि मण्डली हामी मिलेर सानो छोरी एडनालाई तपाईँ ख्रिस्टको हातमा समर्पण गर्छौँ। पवित्र आत्मा प्रभु तपाईँको हातमा समर्पण गर्छौँ। आज यो बेबीमा तपाईँ प्रभु पवित्र आत्माको अभिषेक दिनुहोस्। आज पवित्र आत्मा प्रभु तपाईँको सुरक्षा अनि अङ्गालामा राख्नुहोस्। आज उपरान्त एडना तपाईँ प्रभुको अनुग्रह र कृपामा हुर्कँदै बढ्दै जान सकुन्। जसै उसको बुद्धि आउँछ, तपाईँ ख्रिस्टलाई उसले पछ्याउन सकोस्। तपाईँ ख्रिस्टको छोरी भएर जिउन सकुन्। यो गवाईले, उसको जीवनको गवाईले धेरैलाई उत्साह र आशिषित तुल्याउन सकोस्। यो प्रार्थना छ। यो बेबीलाई तपाईँ प्रभुको हातमा आज म अनि हामी मण्डली मिलेर समर्पण गर्छौँ। अब यो बेबी एडना तपाईँको छोरी हो, अनि तपाईँकै सुरक्षा देखरेखमा उसको ग्रोथ, उसको हेल्थ प्रभु रहेको होस्। यो प्रार्थना छ। साथै बहिनीलाई पनि फुल्ली रिकभर हुनमा सहायता गरिदिनुहोस्। उहाँको स्वास्थ्यमा तपाईँको आशीर्वाद रहन्, यो पनि प्रार्थना गर्छु म। धन्यवाद मण्डलीको लागि जो उपस्थित हुनुभएको छ, सबैमाथि तपाईँको आशीर्वाद रहन्। फेरि पनि एकपल्ट एडना छोरीको लागि धन्यवाद। अनि यो छोरीलाई तपाईँ प्रभुको हातमा समर्पण गर्छौँ। प्रभु येशू ख्रिस्टको नाममा।